सानोमा सानो भन्दामा रोसीमा खोलाले बगायो गएको हिउँदोमा देखेको सानी अहिले मलाई छाक्यायो हाम्रो त बाजेको पालामा बाजेले भन्थ्यो हेर्दै बिहानी दिउँसोमा बखरामा हेर बेलुकी भैँसीको खोलामा एक परिवारसम्म पुगिन सक्यो अब त यसोमा घरबार हेर जुत्तामा हेर्दामा ठुलोमा हेर बुहारी हेर्दामा सानो हेर जुत्तामा हेर्दामा ठुलोमा हेर बुहारी हेर्दामा सानोमा हेर हरियो बोटे दिलरी आदै बसरी होला कि आदै बाजुलरी जेटे सुन नाकमा जामके बुलाकी हरियो बोटेमा दिलहरी आदै बसरी होला कि ओ हाम्रो त सानो कर्सीको मेरो भन्दा नि जुडुलो मेरो पोदामा बोडी मागा आजन जन जोडो मेरो पोदामा बोडी मागा आजन जन जोडो लग्यो है च्याङ्बाहरूले मैच्याङहरूलाई अञ्जना यहाँ अञ्जना कसको मैच्याङलाई लग्यो यो मैच्याङ चाहिँ कसको एकचोटि यो बहिनीलाई राम्रोसँग हेर्नुहोस् त कलाकारितामा रत्नगर कला मन्दिरको नाम उच्च राख्दै अगाडि बढिराखेको छ तर पापीपेट अनि आमा बुबाको सपना पुरा गर्नको निमित्त यही 28 गते उहाँ दुबई जाँदै हुनुहुन्छ यो विडम्बना छ नेपालमा यति गाह्रो छ तर पनि उहाँको यो मुखमा सधैँ हामी यो अनुहारमा यो मुहारमा सधैँ हँसिलो मुहार देख्न पाऊँ तपाईको दुबईको यात्रा सफल रहोस् वैदेशिक रोजगार तपाईको सफल रहोस् नेपाली कला र संस्कृतिलाई तपाई त्यहाँ देखाइराख्नु होला हाम्रो तर्फबाट तपाईलाई धेरै धेरै शुभकामना छ अनि तपाईलाई हामी धेरै मिस गर्दैछौँ धेरै धेरै धन्यवाद एकचोटि अञ्जनाको लागि जोरदार ताली